आज म सबैलाई चाहिँ यो ड्राइगनको बारेमा चाहिँ जानकारी दिने प्रयास गरेको छु। मैले केही विगत 2 वर्ष अगाडि यो ड्राइगन फ्रुट लगाएको थिएँ। अहिले केही दिन अगाडि कोपिला चाहिँ लागेको थियो। अहिले आजको दिनमा चाहिँ आएर यो फक्रिएको छ, फुल लागेको छ अथवा फुलेको छ। त्यो कारणले गर्दा एउटा कृषकले एउटा बिरुवा अथवा खेतीपाती गरेर फल्ने बेलामा उसको चाहिँ कौतूहलता खुसी अलि बढी नै हुँदो रहेछ। त्यो चाहिँ त्यो अनुभव गर्ने चाहिँ अवसर पाएको छु। यहाँहरूलाई चाहिँ यो ड्राइगन फलेको दृश्य चाहिँ देखाउन मन लाग्यो। किनकि अब आफूसँग भएको चाहिँ कुनै पनि चिज वस्तु साधन होस् अथवा सम्पत्ति होस्, त्यो चाहिँ पारदर्शी हुनु चाहिँ जायजै मानिन्छ। त्यसकारण सबै मेरो चाहिँ दर्शक साथी सबै चाहिँ शुभचिन्तकहरूलाई चाहिँ यो ड्राइगनको बारेमा केही जानकारी दिने प्रयास गरेको थिएँ। यो चाहिँ लगभग कोपिला लागेको 15 दिनमा चाहिँ फुल्ने रहेछ। अब यो कति दिनको चाहिँ पाक्छ, यहाँहरूलाई चाहिँ त्यो भिडियो पनि ल्याउने छु। प्रतीक्षा गर्नुहोला। सबैजनालाई थ्याङ्क यू भन्न चाहन्छु।